नमस्कार सर, हाम्रो देशको विकास गर्नलाई म जस्ता युवाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ? ल पहिला त युवाहरूले स्कुलमा राम्रोसँग पढ्नु पर्यो। एकदम कोसिस गरेर घरमा र स्कुलमा नठगिकन एकदम पढेर शिक्षा चाहिँ आर्जन गर्नु पर्यो। किनभने जे गरे पनि अब शिक्षा चाहिँ चाहिन्छ, शिक्षा चाहिन्छ, त्यस कारणले पढ्नु पर्यो। अब अहिलेको विद्यार्थीहरूलाई मैले पढ्नकै लागि जोड गर्न चाहन्छु, जोड दिन चाहन्छु। र पढ्ने कुरा किताबको कुरा मात्रै पढेर हुँदैन, बाह्य कुरा पनि, जस्तो बाहिर के भइरहेको छ संसारमा त्यो कुराहरू पनि त्यो अहिले त सजिलो छ। इन्टरनेटबाट तिमीहरूले टिभीबाट, समाचार पत्रबाट, होइन, मोबाइलबाट विभिन्न कुराहरू देख्न सक्छौ। हाम्रो पालामा त थिएन, केही पनि थिएन, टिभी पनि थिएन, मोबाइल पनि थिएन, पत्र पत्रिका पनि थिएन हाम्रो पालामा। तिमीहरूको पालामा त सबै चिज छ। त्यस कारणले स्कुलको कुरा मात्रै नपढिकन संसारमा बाहिर के भइरहेको छ भन्ने कुराहरू टिभी पनि हेर्नु, मोबाइलमा पनि हेर्नु, पत्र पत्रिका पनि पढ्नु। बुझ्यौ? प्रश्न छ कि तपाईँ विदेशमा हुँदाहुँदै पनि नेपालमा किन आउनुभएको र त्यसको उद्देश्य के छ? राम्रो प्रश्न सोध्नु भयो, राम्रो प्रश्न सोध्नु। ल विदेशमा हुँदाहुँदै नेपालमा किन आयो, उद्देश्य के उद्देश्यले आयो भनेको है। ल अब नेपालमा अब कतिले भनेको प्रश्न के हो भने अमेरिकामा किन नबसेको? अब त्यो त आफ्नो इच्छा हो। कसैलाई अमेरिका बस्नु मन लाग्छ, कसैलाई चाहिँ बस्नु मन लाग्दैन। मलाई अमेरिका बस्नु मन लागेन, किनभने त्यहाँ पनि धेरै दुःख गर्नुपर्छ। नेपालमा भन्दा अलि डबल दुःख गर्नुपर्छ। बरु नेपालमा कम दुःख गऱ्यो भने सजिलै बाँच्न सकिन्छ। अमेरिकामा धेरै दुःख गर्नुपर्छ बाँच्नको लागि। अलिअलि पैसा त कमाउन सकिन्छ, पैसा कमायो भने त्यो फेरि त्यही खर्च हुन्छ अनि केही पनि हुँदैन। त्यसैले मलाई चाहिँ अमेरिका त्यति राम्रो लागेन, दुःख गर्नुपर्छ भनेर अलिक सुख खोज्दै नेपाल आएको। कसरी हुनुभयो ठुलो वैज्ञानिक? वैज्ञानिक कसरी हो भन्यो होइन, मैले विज्ञान त पढेकै हो, धेरै विज्ञानको किताबको विज्ञान चाहिँ पढेको हो। तर किताबको विज्ञान पढ्दैमा वैज्ञानिक हुँदैन। कतिले के भन्छ, मैले त यति धेरै विज्ञान पढेको छु म वैज्ञानिक हो भन्छ क्या। पढेर मात्र वैज्ञानिक हुँदैन, विज्ञान पढेर, साइन्स पढेर, अनि त्यो पढेको कुरालाई चाहिँ काममा लगाएर, होइन, काममा लगाएर कुनै चिजको नयाँ कुराहरूको आविष्कार अनुसन्धान गरेर त्यो काम लाग्ने चिज बनाउनु पर्छ। र अब त्यो भएको हुनाले मलाई चाहिँ मानिसहरूले वैज्ञानिक भनेको कारण हो। तर म अरू जस्तो त्यो पढेर अफिसमा बसेर काम गर्ने वैज्ञानिक चाहिँ होइन, काम गर्ने वैज्ञानिक हो। हजुरले नेपालको पश्चिम क्षेत्रमा इन्टरनेटको सुविधा कसरी प्रदान गर्नुभयो? राम्रो। ल बाबुले प्रश्न गरेको इन्टरनेटको सेवा कसरी प्रदान गरेको भन्यो। इन्टरनेटको सेवा प्रदान गर्नको लागि वायरलेस टेक्नोलोजीलाई प्रयोग गरेको। के टेक्नोलोजीलाई प्रयोग गरेको हो? वायरलेस टेक्नोलोजी भनेको कस्तो हुन्छ होला भन्ने कुरा तिमीहरूलाई अचम्म लाग्ला। त्यो टेक्नोलोजी भनेको वायरलेस, बिना तार। जस्तो यो मोबाइल छ नि, यो मोबाइलमा के तार झुन्डिएको छ यहाँ छैन नि। यो मोबाइलमा वायरलेस आएको छ, यहाँ कहाँ टावर छ, यो टावरबाट चाहिँ यो मोबाइलमा आउँछ, डाटा पनि यहीँ आउँछ, कुरा पनि यहीँ आउँछ। यस्तो किसिमको टेक्नोलोजीलाई प्रयोग गरेर, बिना तारको टेक्नोलोजीलाई प्रयोग गरेर गाउँ गाउँमा इन्टरनेट पुर्याएको हो। र अब यो मोबाइलको जस्तै टेक्नोलोजी त हो, तर उति बेला चाहिँ एकदमै भर्खरै निस्किँदै गरेको टेक्नोलोजी थियो। अहिलेको जस्तो राम्रो टेक्नोलोजी त थिएन, तर प्रयोग गरेको चाहिँ वायरलेस टेक्नोलोजी नै हो। बिना तार एउटा गाउँबाट अर्को गाउँ जोड्ने, अर्को गाउँबाट अर्को गाउँ जोड्ने, अर्को गाउँबाट अर्को गाउँ जोड्ने गरेर चाहिँ इन्टरनेट पुर्याएको हो। बुझ्यो? नमस्ते सर,
हजुरले लेख्नु भएको त्यति धेरै किताबहरूमा छोटकरीमा समराइज गर्नु पर्थ्यो भने तपाईँले के भन्नुहुन्थ्यो? यो किताब त एउटै हो लेखेको, धेरै किताब लेखेको छैन। अब यो किताब चाहिँ 306 पेजको छ है, 306 पेजको किताब छ। यसलाई चाहिँ समराइजमा गर्दाखेरि के को लागि लेखेको भन्दाखेरि दुईटा कुराको लागि लेखेको। एउटा कुरा त्यो किताब बेचेर वीरगञ्जको कृषि औजार कारखाना चलाउनको लागि, दोस्रो कुरा त्यो किताबमा चाहिँ मेरो जीवनीको कथा लेखेर विद्यार्थीहरू, तिम्रो जस्तो विद्यार्थीहरूलाई चाहिँ केही प्रेरणा दिनको लागि लेखेको हो र त्यसमा मेरो सङ्घर्षको कथा छ। मैले जीवनभरि गरेको सङ्घर्षको कथा हो त्यो किताब भनेको कुरा बुझ्यो नि। किताब चाहिँ के को कथाको किताब हो? सङ्घर्षको कथाको किताब हो। अनि मेरो सङ्घर्ष पढेर तिमीहरूले पनि सङ्घर्ष गर्न सिक्नु। नमस्कार सर, हजुरले हजुरको किताब बेचेर कति पैसा कमाउनु भएर त्यो पैसा कहाँ इन्भेस्ट गर्न चाहनुहुन्छ? अहिलेसम्म 10 करोड कमाइयो। अब नेपालभरि अझै 37वटा जिल्लामा किताब बेच्नु छ। सबै जिल्लामा बेच्दाखेरि 20 करोड जति कमाउँछ होला। अनि त्यो पैसा चाहिँ वीरगञ्जको कृषि औजार कारखानामा इन्भेस्ट गर्ने, बुझ्यो? नमस्कार सर, तपाईँले राष्ट्र आविष्कार केन्द्र किन बनाउनु भयो? हामी दुईजनाको प्रश्न यही हो। दुईजनाको प्रश्न यही हो। अघि मैले के भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको छु। के को लागि भन्दाखेरि विद्यार्थीहरू, स्कुल पढ्ने विद्यार्थीहरू, क्याम्पस पढ्ने विद्यार्थीहरूले पढेर कुनै कुराहरूको अनुसन्धान गर्नु, आविष्कार गर्नुको लागि सहयोग गर्नको लागि चाहिँ राष्ट्रिय आविष्कार केन्द्र खोलेको हो। तिमीहरूले पनि राम्रोसँग पढ्नु, स्कुलमा पढ्दै जाँदाखेरि कुनै कुराहरूको आविष्कार गर्न आयो, मन लाग्यो भने आविष्कार केन्द्रमा आउनु, हामीले एकदम सकेको मद्दत गर्छौँ। कुरा बुझ्यौ? ल, धेरै राख्न चाहन्न, छोटो कुरा गर्छु। अनि भाइ बहिनीहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु, किनभने मैले भनेको कुरा सुन्नलाई त्यहाँ खुट्टा चाहिँ तन्क्याएर उभिरहेको छ। एकछिन शान्त भनौँ, कुरा नगर्नु है। ल अब सुन, अब कसैले कुरा नगर्नु, एकछिन शान्त भएर मैले भनेको कुरा सुन्नु। म पहिला मेरो परिचय दिन्छु। मेरो नाम महावीर पुन हो भनेर पहिले थाहा पाइसक्यो, सबैले नाम थाहा पाउनु परेन। मेरो घर कहाँ होला भनेपछि नेपालमै हो, तर नेपालको म्याग्दी जिल्लामा हो। म्याग्दी जिल्ला अलि पश्चिमतिर पर्छ, धेरै पश्चिममा पर्छ र उत्तरमा पनि पर्छ। हिमाली जिल्ला भन्छ, हिमाल भएको जिल्ला हो म्याग्दी। मेरो काम के हो भनेपछि मेरो काम समाज सेवा गर्ने हो। म समाज सेवा गर्ने मान्छे हो। अब मैले कस्तो कस्तो समाज सेवा गर्छु त्यो कुरा भाइ बहिनीहरूलाई भन्छु। मैले ल अब त्यो थपडी बजाउनु पर्दैन है, एकदम मैले जे भन्छु त्यो भनेको कुरा चाहिँ सुन्ने, थपडी नबजाउने। थपडी बजाउँदाखेरि अलिकति हल्ला भयो। ल, अनि मैले समाज सेवा गर्दाखेरि के गर्छु भने साइन्सलाई प्रयोग गर्छु। तिमीहरूले नौलो कुरा सुन्दैछौ यहाँ आज। कसैले पनि साइन्सलाई प्रयोग गरेर समाज सेवा गर्ने भनेर भनेको छैन र त्यो गर्दा पनि गर्दैन। साइन्स कस्तो साइन्स होला भनेको तिमीहरूलाई लाग्ला तिमीहरूले स्कुलमा पढ्ने साइन्स हो। त्यो स्कुलमा क्लासमा जे साइन्स पढेको छ, पढ्दैछौ, हरेक क्लासमा साइन्स पढ्नुपर्छ, त्यही साइन्सलाई प्रयोग गर्ने हो। त्यो साइन्सलाई किताबमा पढेको साइन्सलाई प्रयोग गरेर, किताबमा पढेको साइन्सलाई प्रयोग गरेर त्यसलाई प्र्याक्टिकल गर्ने, त्यसलाई प्र्याक्टिकल गरेर कुनै चिज बनाउने र काम लाग्ने चिज बनाउने।
र कुनै टेक्नोलोजीको विकास गर्ने अनि त्यो विकास गरेको काम चिजले समाजको सेवा हुनु पर्यो, सबैलाई काम लाग्ने हुनु पर्यो, काम लाग्ने चिज बनाउने। तर बनाउँदाखेरि साइन्सको किताबमा पढेको कुरालाई त्यहाँबाट आइडिया ल्याएर हामीले चाहिँ प्र्याक्टिकल गरेर त्यसो गर्ने यो हो। भाइ बहिनीहरूले पनि अब पढ्दै जाँदाखेरि त्यसो गर्नु सक्छ, यो कुरा सम्झेर राख। तिमीहरूले पनि पढ्दै जाँदाखेरि किताबमा पढेको साइन्सको कुराहरूबाट कुनै प्र्याक्टिकल गरेर कुनै चिज बनाएर अनि काम लाग्ने चिज बनाएर सबैलाई फाइदा दिन सक्छ। मैले गर्ने प्र्याक्टिकल साइन्सको कुरा त्यो हो। अब त्यसको लागि मैले राष्ट्रिय आविष्कार केन्द्र भन्ने एउटा संस्था खोलेको छ। त्यो राष्ट्रिय आविष्कार केन्द्रको नाम सम्झनु, किनभने भोलिपछि त्यो राष्ट्रिय आविष्कार केन्द्रमा भाइ बहिनीहरू पनि गएर काम गर्न सक्छ। तर कस्तो काम भन्दाखेरि त्यो आफूले पढेको साइन्सलाई प्रयोग गरेर कुनै चिजको रिसर्च गर्ने, इनोभेसन गर्ने, आविष्कार गर्नको लागि। धेरै धेरै धन्यवाद। धन्यवाद।